के नेपाल प्रहरी अब कुनै दलको कार्यकर्ता भइसकेको हो? झापामा सादा पोसाकका प्रहरीले बालेनको श्रीमतीलाई सघाउनु लोकतन्त्रको सङ्केत हो कि प्रहरी कब्जाको डरलाग्दो ट्रेलर? आज एउटा यस्तो खबर बाहिर आयो जसले मेरो मात्र होइन, बालेनलाई माया गर्ने लाखौँको दिमाग हल्लाइदिएको छ। बालेनकी श्रीमती सबिना काफले झापामा घर दैलो गर्दै हुनुहुन्छ। त्यो सामान्य हो, तर निर्वाचन आयोगमा पुगेको एउटा भिडियोले भन्छ त्यहाँ उहाँसँगै सादा पोसाकमा प्रहरी पनि भोट माग्दै थिए। यति बेला धेरैजनाले बालेनलाई सिधा प्रश्न तेर्साएका छन्, तपाईँ यो सिस्टम बदल्न आउनु भएको हो कि यही सिस्टमको पावर प्रयोग गर्न? यदि सुरक्षाको लागि हो भने ठिक छ, सबिना हाई प्रोफाइल हुनुहुन्छ, तर यदि ती प्रहरीले पनि लौन भोट दिनुस् भनेर जनताको ढोका ढकढकाएका हुन् भने यो परिवर्तन होइन, यो दादागिरी हो। तर के यो बालेनलाई सिद्ध्याउने अर्को खेल त होइन? प्रहरी संगठन कसको आदेशमा चल्छ? के सादा पोसाकका प्रहरी आफै बालेनको र्यालीमा गए वा कसैले उहाँको अभियानलाई विवादित बनाउन घुसपैठ गरायो? यदि यो समाचार साँचो हो भने बालेनलाई हामीले सुधार प्रेमी नेता ठानेको हो, शासक होइन। र यदि यो झुट हो र उनलाई फसाउन खोजिएको हो भने त्यो सादा पोसाकभित्र लुकेको कालो कोट कसको हो? हामीलाई जवाफ चाहिन्छ। अहिले अनुसन्धान हुँदैछ अरे, तर जनताको अदालतमा फैसला भइसक्यो भने के गर्नुहुन्छ? तपाईलाई के लाग्छ? के बालेनको टिमले पावर मिसयुज गर्यो वा यो चुनाव अघिको ग्रान्ड डिजाइन हो? सत्य बाहिर आउनै पर्छ। आफ्नो विचार कमेन्टमा लेख्नुहोस्।